गुड मर्निङ एभ्रिवान। आशा राख्छु हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। मेरो चाहिँ बिहानको रुटिन आइस वाटरले आफ्नो फेसलाई फेसियल गर्दैछु। म चाहिँ 10 सेकेन्डले पानीमा आफ्नो फेस डिप गर्दै आफ्नो फेस बाहिर निकाल्छु, किनभने लामो समय राख्न सकिँदैन। सोखोल 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 स्टिल गरिरहेछु। सो कोल्ड, यस्तो कोल्ड हुन्छ कि, तर आफ्टर द्याट सो ह्याप्पी, किनभने राम्रो जिरो दिन्छ। मेरो चाहिँ यो पानी पिइरहेको छु खाली पेट। यस पानीको रेसिपी अलगै छ। अनि म चाहिँ जिम जानुभन्दा पहिला प्रोटिन पिएँ, त्यसपछि जिममा पुगेँ, कार्डियो गर्नलाई रेडी, रनिङ गरिरहेको छु। 6.5 रेसियोमा रनिङ गरेँ। त्यसपछि रेस्ट गर्नलाई रेस्टरुम फ्रेस भएँ। आज मेरो सोल्जर र हजुरको ट्राइसेप गर्छु। 4-5 आइटम जति क्याप्चर भयो त्यो गर्छु। क्याप्चर गरियो, स्टिल गरिरहेको छु। त्यसपछि म पुगेँ नुहाएर साउनामा आनन्द लाग्छ हजुर। ओ माई गड, आज त कोही पनि छैन साउनामा। कहिलेकाहीँ यहाँ बस्ने ठाउँ पनि हुँदैन, साउनामा कोही नभयो भने आनन्द लाग्छ। क्वाइट भयो भने अलिकति हुन्छ नि, यसो आराम पनि मिल्छ। निद्रा लागिसक्यो मलाई, तर पनि घरमा गएर मेरो काम अलि बाँकी नै छ। घर जानलाई रेडी भएँ फ्रेस भएर। आज बाहिर पानी पनि परिरहेछ। घर पुगेँ, ओ माई गड, भोक लागेर एकदमै आतुर भइरहेको थिएँ खानालाई। मेरो चाहिँ यो योगर्ट भयो, ओट भयो, ब्लुबेरी। आजको रेसिपी अलगै छ। थ्याङ्क्स टु गड, थ्याङ्क्स टु युनिभर्स, खान पाइयो। अब खाँदैछु सोयामी। त्यसपछि हजुर काम पनि गर्नु पर्यो, अलिकति यताउता आफ्नो मिलाउनु पर्यो। फेरि काम गरिरहेको छु। काम भ्याउनुको खुसी अलगै हुन्छ। अब त्यसपछि साँझको 6 बजीभन्दा अगाडि डिनर।